हाम्रो वेलकम टु हाम्रो नवन दिदी ब्लग्स। अन्त आज हाम्रो जिया बहिनीलाई चाहिँ कस्तो देखेको छ भने आज अहिले एकछिन देखाइदिइहाल्छु। साह्रै राम्रो भयो यो पालि चाहिँ तारा चाहिँ हो। त्यहाँदेखि आज हामीसँग छ हुनुहुन्छ यहाँनिर हाम्रो लतिका बहिनी मलाई चिन्नुहुन्छ है। अन्त यहाँ हाम्रो सुषमा बहिनी हो, उहाँ पनि आज अब हामी चाहिँ यो पार्टी चाहिँ हामीसँग जोडिनु भएको छ र अहिले चाहिँ हाम्रो चेयरपर्सनलाई बसेर बसेको यो चाहिँ त्रिकोण पार्क। आदिकवि हाम्रो भानुभक्त आचार्य आदिकवि हुनुहुन्छ यहाँनिर। उहाँको शालिग छ साथै यहाँनिर त्यहाँदेखिको त्यो हामीले जुन चाहिँ उसमा दुर्गा बल्ला त्यो चाहिँ आइसकेको नङदी कहाँ जानु भएको आज के छ प्रोग्राम? फेरि पनि नमस्ते एन्ड वेलकम टु माई ब्लग है। आज हामी छौँ यहाँनिर को भने यहाँ तपाईँको क्यामेरामा चाहिँ हाम्रो जिया बहिनी है हुनुहुन्छ र आज यहाँ सुषमा बहिनी, यहाँ लतिका बहिनी है, हाम्रो बियोडिज हो। अनि हामी चाहिँ आज चाहिँ कहाँ छौँ भने चाहिँ नि कालिम्पोङको त्रिकोण पार्क हो। त्रिकोण पार्कमा यहाँ छौँ। यहाँ चाहिँ साथी हुनुहुन्छ, साथीको यहाँ हुनुहुन्छ, यहाँ देखाइदिनु। यहाँ चाहिँ हुनुहुन्छ है, अरूले त चिन्नुहुन्छ तर टाढो टाढोकोले हेर्नुहुन्छ भने चाहिँ यहाँ चाहिँ हाम्रो आदिकवि भानुभक्तको शालिग छ है। अनि यहाँ चाहिँ शहीद मेजर दुर्गा मल्ल कसले चाहिँ चिन्नुहुँदैन होला है, उहाँको छ। अनि परको शालिग के को हो अहिले हेरेर भन्छु। यहाँनिर चाहिँ यहाँ चाहिँ यो चाहिँ तपाईँको के भने थाना डाँडा भन्छ। यहाँ कुन अन्त ट्राफिक हो। यहाँ शालिग त कसको यहाँ को हुनुहुन्थ्यो अहिले अगाडि गएर उनी यहाँ चाहिँ थाना लाइन। यहाँ चाहिँ हेर्नुहोस् हाम्रो रजिया बहिनी एकदमै जाडो छ र पनि के भन्नु फेसनमा ब्युटिफुल एन्ड भेरी एक्टिभ जाडो भन्दैन रहेछ हो लेडी। यस्तो चिसो सी इज अल्सो एक्टिभ टु। उहाँ चाहिँ लतिका हो। अनि त्यहाँदेखिको उहाँ हुनुहुन्छ सुषमा। लास्ट टाइम चाहिँ हामी लखपति दिदीमा चाहिँ जुडिएको, यो पालिदेखि चाहिँ हामी सँगमा नै एकदम जुडिएको छौँ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो इभन म्यामको रिप्लेसमा है। इभन म्याम चाहिँ हाम्रो बिचमा यो वर्ष हुनुहुन्न है, किनभने उहाँले त हामीलाई छोडेर गइसक्नु भएको छ र सम्झनालाई हाम्रो साथमै राखेर जानुभएको छ है। र हामी अलवेज उहाँलाई चाहिँ हाम्रो मिस गर्छौँ। हाम्रो मनमै छ है, स्विट मेमोरिजमा कभर गरेर राखेका छौँ है। र हामी अलवेज नै उहाँलाई के गर्छौँ, मिस गर्छौँ। कुनै दिन छैन होला उहाँलाई मिस नगरेको। आज उहाँलाई सम्झेर नहाँसेको पनि कुनै दिन छैन है। स्विट मेमोरिज छ नि त है। अनि यस्तै हो। हाम्रो ल्यान्डुपा छु। हुन्छ आउँदैछु। बियोडी सपना पनि ल हाई गरिदिनु। हाम्रो ल उयो चाहिँ आउँछ कि आउँदैन लता। अनि सपनालाई पनि मेरो भ्लगमा वेलकम छ है। हामी त यहाँनिर के होइन देख्नु सबैजना हामी त सबैजना बियोडिसहरू हौँ है। टिस्टा मल्टिपर्पज प्राइमेरी कोअपरेटिभ सोसाइटी र हामी बियोडिसहरू। अनि यता सपनालाई चाहिँ पुरा देखाउनु साथी मेरो भ्लगमा छैन नि त। म भयो लता तपाईँ त पुरा हुन्छ नि। हाम्रो ब्लगमा साह्रै उहाँ चाहिँ कति संसदको हो? यहाँनिर हाम्रो लतिका दिदी 6
यता हाम्रो सुषमा बहिनी 7 यता हाम्रो नन्दी 9 मोटै 4 को मोटै 4 को र हाम्रो 9 वटा संसद छ र 9 वटा संसदमा चाहिँ हाम्रो आमा दिदी बहिनीहरू आउनुहुन्छ र हामी 9 जना बेहुडीहरू छौँ र आज हाम्रो उयो है आज हामीलाई उयो गर्नु गएको होइन हामी इलेक्सनको बारेमा चाहिँ कुराकानी डिस्कसन मात्रै इलेक्सन फाइल गर्नु गएको साइन गर्नु नोमिनेसन फाइल गर्नु जान्छ नि के फाइल भन्छ नोमिनेसन फाइल है नोमिनेसन भन्नु न अलि नोमिनेसन भन्छ है नभएको जिब्रो बुझेर राम्रोसँगले मिलाएर बुझिदिनु होला। यो चाहिँ फुल चुज गर्दैछ दिक्षन म्यामलाई आज चाहिँ दिनुको लागि दिक्षन म्यामलाई चाहिँ वेलकमको लागि हामीले बुके रेडी गर्दैछौँ है आइपुग्नु हुँदैन छिटै हजुर फोटो पनि प्लिज एक दुईवटा क्लिक गरिदिनुहोस् न ओके यता हेर्नु न यहाँ हेर्नु न अब उयो महँगो लाग्यो मलाई कस्तो दामी रहेछ कि तर रोज त है सबै ओइलीको यहाँ चाहिँ सानो सानो बिरुवाहरू छ सयपत्री रहेछ के केहरू कति भयो होला मेरो भाइ हाम्रो बुके बनाइदिनुहोस् बनाउँदा गर नि बनाउँदै गर यो धनिया हो भाइ सिलरी हो कति यो हो गयो रेडी almost not ready almost किनेको सेतो मात्रै बेसी भएन सेतो मात्रै बेसी भएन गरमको आउँछ गरमको जिनिया सेलोसिया अलि आएको छैन अलिक भाले सिट जस्तो गएर फुल्छ नि ठुलो प्याकेट 180 अब 100 ग्राम यहाँ कतिवटा पिस हुन्छ हौ 40 हेलो
40 वटा यो चाहिँ प्याक गरिदिनु यो चाहिँ प्याक गरिदिनु प्याक गरिदिनु एकपल्ट लेख्छ यो त अब यो त फाइनल बुक के रेडी भइसकेको छ हुन्छ होला अलिक यो मजाले कभर गरौँ पुरो दुईटा पेपरमा गरौँ त्यसमा पनि छ अरे हरियो दुईटा दिनु ए एकछिन है अघि कुन चाहिँ भन्दै थियो ए अगमसिंह गिरी यहाँ चाहिँ हाम्रो यो त उयसको शहीदहरूको यहाँ त पहिला हामी सानो हुँदाखेरि नि यहाँनिर यस्तो साङ्लीहरू थियो हटाएको त त्यहाँ आएर खेल्थ्यो हामी स्कुलबाट नि 12 बजी आउँथ्यो होइन त्यहाँ गएर चाहिँ त्यो त हो होइन त्यहाँनिर बसेर किन खेल्थ्यो अहिले चाहिँ हटाइदिएको ल आज बुधबार हो नि त है अलिक भिडभाड ओहो त्यस्तो होइन कोही बेला अब नभएको बेलामा मिना दिदीहरू ल्याउनु भएन भने चाहिँ आफैले सिक्ने मौका पाउँछ है अस्ति छोड्यो भोइस मेसेज छोड्नु ल भने तपाईँलाई केमा बल्ल बल्ल जाति भएर आए त्यति नै राम्रो है सरले एकछिन वेटिङमा राख्नु भएको छ यहाँ हाम्रो ब्युटी एकजना हामी कराई खानुको लागि एकदम रेडी छौँ यहाँ सर यहाँ सरले एकदम बेसी देख्नु पाउँदैन त्यही त देखाइराख्दैन दिदी भुजा पहिला भुजा खानुहोस् त्यहाँदेखि आलुदम आउँछ आलुदम खानुहोस् त्यहाँदेखि मजाले घोल्नुपर्छ जिउलाई एकदम तातो ल मजा है ड्यामै भयो नि ड्यामै भयो अहिले त भोक लागिरहेको थियो नि कसरी 150 खै कहाँ 120 चिकन मोमो मात्रै छ त त्यो त
चिकन झोल कोही बेला टेस्ट गर्दिउँ न है खान्छु पहिले खाएको छैन त मैले मैले त खाएको कि अस्ति खाएँ म नानीलाई पनि खुवाएँ त्यो टाइममा मलाई हतार भएर हो कि त्यति टेस्ट लागेन एकदम फुल भएर त मलाई त्यस्तो मिठो भएन आज त अब त्यो पनि हल्का झोल मोमो खान आएको यहाँनिर हो उता हेर्नु नि अब झोल मोमो खानुपर्छ झोल मोमो खाने मान्छेहरूको अनुहार बेसी त खानु इच्छा गर्ने ढिलो भयो पनि झोल मोमो खान आएको रिभ्यू त अहिले लास्टमा दिन्छौँ हामी है कस्तो हुन्छ भनेर है त्यही अनुसार हुन्छ युनिक होइन यो युनिक रेस्टुरेन्टमा हामीले खाएर टेस्ट गरेर त हामी रिभ्यू डालिदिने हो मेरो दिदीले गाडी खाँदा छुटेर बाहिर ऊ त होइन ऊ त के भएको भन्ने उसले त मिल्नु नहुने त्यही त उसलाई त जस्तो अपरेसन गरे छला परिहाल्यो निगन म्याम चाहिँ उसको त बडी पाइप लाग्यो नि त त्यो पाइपको भाग कति बस्छ त्यही माछा त्यही भएर त सबै हटेर मान्छे त्यस्तो भएन त्यस्तो भयो भने त कि घरको मान्छेलाई दुःख हुन्छ नि त मलाई ज्वरो आउँदा त हेर्दा पनि त्यस्तो भयो नि त झुन्डेर फ्यानमा झुन्डेर मन लाग्छ कस्तो छ लिएर फर्स्ट राइट फर्स्ट सिप गुरुङ नि लिएर फर्स्ट राइट ल फर्स्ट सिप हौ हामी त सिप हो नि त यता पनि फर्स्ट राइट कि सिप हौ सबजना झोल मोमो बिजी छ किनभने अब एकदम चिसो छ कि मौसम अहिले झोल मोमो त एकदमै हाम्रो गर्मी बनाउँछ यो झोल मोमोले हो बढी अलिकति देखाइदिनु ल यो त सर्भिसिङ दिनु पर्यो नि त दिदीहरूको लागि ती यो खाएर हेर्छु ल झोल मोमो ल भन्ने मानिन्छ थ्याङ्क यू यो के उयोहरू हालेर बस्छ मिठो रहेछ झोल मोमो एकदम राम्रो मिठो लाग्यो तर अघि आलु मिमी खाएर होला कि मिठो हुन्छ त्यसले हामी चाहिँ युनिकमा यहाँ यो हाल्दा मिठो हुन्छ कत्रो हालेछु कत्रो आयो लतिका कति बादमा आइपुग्यो कोसँग भने हाम्रो कस्तो दामी देख्छ हौ यहाँ हेर्नु निस्क्यो है राम्रो ग्रिनले गर्दा क्या रुखपातहरूले जाऊ लेट्स गो इनसाइड आमा म यहाँ खेल्दा रहेछ चक्कली चुक्कली पिङ्क ए यहाँको भत्का छ ए रहेछ त डेकोरेसन गरेको क्या मजा भइरहेछ नानीलाई तपाईँ निस्किनु
त्यसरी अब चाहिँ यहाँनिर क्याट वक गर्दैछ हामी रिल्स बनाएको अरे रिल्स यता फेरि हो रिल्स बनाउने मान्छेको अब चाहिँ फर्केको हामी आम्मा हेर्नु अब कस्तो डरलाग्दो चलिरहेछ हेर्नु जाउँ अब निस्क्यौँ प्रोग्राम लिएर आउने म गीत सिक्नु पर्यो के भन्छ गीतलाई नचाहिने कता तारिक सेलिब्रेट गर्छ अरे 8 तारिक हो 8 तारिक के गर्छ रे ट्र्याकमा गीत ल्याउँछु गीत